खै किन होला। गुड मर्निङ, नमस्ते, स्वागत छ तपाईँलाई मेरो भ्लगमा। पछि देखो मैं कहाँ हूँ पछाडि त खतरनाक छ है हाम्रो। यादमा हराइसके म खै किन होला। मुस्कानमा डुबिसके म खै किन होला। यादमा हराइसके म खै किन होला। यादमा नआऊ तिमी धेरै नसताऊ। अम्बो देखो नि यार ठाउँ त यस्तो भपाल खतरनाक। टक्क यहाँ एयरपोर्ट, यहीँ हिमाल। दाइ यो कुन हिमाल हो? हजुर यो कुन हिमाल हो? यो ह्यान्डसम हिमाल हो भाइ। ह्यान्डसम हिमाल? आउनुभएको तपाईँ? म काठमाडौँ। काठमाडौँ कहाँ? काठमाडौँ कपन। कहाँ हो भाइ चाहिँ? घर यतै दिउँस हो बसाएको छु। त्यो नुम्बर हिमाल। नुम्बुर हिमाल हो? ओके धन्यवाद। ओहो नुम्बुर हिमाल रे, तर बवाल छ यार। मैले योभन्दा पहिला कहिले देखेकै थिएन कि यसरी नजिकबाट के हिमाल एयरपोर्ट होइन, यत्रो नजिकबाट चाहिँ देखेको थिएन। कस्तो लास्ट बवाल लाग्यो। त्यतै बस्छु होला, फर्किदिनु होला यार। देखो नजारा कचाक होइन, यति यस्तो छ ठाउँ नै खतरा क्या। अनि चिसो पनि छ है। चिसोको त त्यो राजा हो त्यसको बाजे। कान थिराएर अघि भान्थ्यो यार, त अहिले ठिक छ। त्यो त सायद यो स्याउको बोट होला। सो गाइज अब चाहिँ म नि जानुपर्ने हुन्छ। धेर बसेर हुँदैन। मेरो सामानहरू होटलमै छ। मैले सबै त्यही छा राखेर आएको। अनि त्यो यहाँबाट जानु मन चाहिँ छँदै छैन पिटिक्कै, तर जानुपर्छ। यस्तो बवाल ठाउँमा बसिरहेको छु नि म। न कोही छ न कोही है, बस मैं है, इन्जोय कर रहा है। अब यो ठाउँ चाहिँ छोड्नु मन छँदै छैन होइन। देख्नु न आमा, यसको छेउमै गयो भने कस्तो होला है, बबाल मजा आउँछ अरे। सो त्यो गाइज हमारा वीडियो को लाइक करना है, ये तो लाइक करना, सब्सक्राइब भी करना दोस्तों। आँखाको इसाराले मलाई बुझाऊ, फर्किआइ जा चम्पा, मायालाई जा चम्पा। तेरे लागि भनी देउराली नि भाक्याको छु। फर्किआइ जा चम्पा, मायालाई जा चम्पा। हाम्रै लागि भनी बाचा कसम खायाको छु। सो हेलो एभ्रिवान, गुड मर्निङ आज पनि तपाईँहरूलाई। आज चाहिँ म बजुहरूको गाउँ जाँदैछु। बजु अनि अर्को उता कान्छी बाउ चाहिँ आउँदै हुनुहुन्छ। हामी पुल क्रस गर्दैछौँ। पहिला म सानो बच्चा हुँदा चाहिँ लास्टै डर लाग्थ्यो। पहिला चाहिँ यस्तो पुल क्रसमा कस्तो डर लाग्थ्यो क्या। होइन अब सानै हुँदा पनि हो यस्तो हेर्न नि डर लाग्थ्यो क्या। अहिले चाहिँ रमाइलो लाग्छ, राम्रो लाग्छ होइन। पुल रोक्नुपर्छ है। अनि त्यो मैले अघि चढाएको चाहिँ अब प्रायः सबैले चढाउँदो रहेछ। अनि खास त्यसको मान्ने चाहिँ मलाई थाहा छैन। अनि त्यही भएर मैले चढाइदिएको। सो त्यही हो। अब आज बजु गाउँ गइन्छ। अनि थोरै काम छ, त्यो काम गरेर फेरि आउनुपर्छ पर्सि। हुन्छ बजसँग छौँ। हाम्रो अर्को बजु चाहिँ आउनु भएन।
हमारा साना बजू नै आया रे या पुल पनि तरिसक्यो चराको रहेछ ओहो एउटा फोटो खिचौँ न होइन क्याट्रेक ल यो चाहिँ कोफ हो ठाउँ चाहिँ एकदम राम्रो छ यस्तो गएर त्यो कस्तो खाले भन्नु त्यो सबै यता माथि सबै ढाकेको नि टक्क यस्तोमा छ क्या बोजू अत्ता लुरी रे अब चाहिँ हामी बोजूलाई पर्खिएर जानुपर्ने हुन्छ के भएको मेरो फोनको ब्याट्री नि कहिले 50-60 पुग्छ फेरि 10 पुग्छ 20 पुग्छ 30 पुग्छ बालको ठाउँ चाहिँ ल सुत्यो हो ल जाँदै गरौँ ए ए ए बास्ता हाल्लाङ्का यो त याका लाका रोड रहेछ त्यो कोफुको पालिका जामी त्यहीबाट आएको थियो यस्तो माथि सल्लेरीबाट यस्तो हुँदै ठ्याक्क त्यहाँ आएको सुत्यो ल अब जाँदै गरौँ भेट्दै गरौँ बजू आउँदै हुनुहुन्छ अब त्यस्तो बोल्न त आउँदैन खासै त्यही पनि अब आफूले जानेको होइन हुन्छ नि त अब जति जानेको सुख अब त्यही हो सो गाइज अहिले चाहिँ बजू नि आइसक्नुभयो अनि हामी जाँदैछौँ कस्तो राम्रो छ है गाउँ भनेको त गाउँ नि यार आज बजारसँग हिँड्नु पो सक्छु कि सक्दिनँ यार उहाँ लाम थिइनँ त गयो मुछ भुइँ लैलै अब काठमाडौँमा 1300मा थोरै हिँड्यो भने हिँड्यो नत्र बसको बस हेर्नु न बाख्रा हेर्नु न भ्यू यस्तो भ्यू झन् हरियै त्यही हामी जाँदैछौँ हामीलाई 2 घन्टा लागेछु 2-3 घन्टा 3.5 घन्टा होला है त्यति त्यहाँ पुग्छौँ होला ठिकै छ अब त्यस्तो धेर बोल्न आउँदैन अलि बोल्दा है अल्लाङ्को भुइँ लाम्थ्यो त्यो ओइङ अरे चराहरू पनि छ ए anh bắt cái gì ra răng có con mẹ đầm nó cái bạn về thật những cái linh thời kiện thì nó chỉ răng vay can cho phụ chuyện bật cái là vậy यहाँ पनि अर्को पुल छ देखो मजा के गर्दैन फेरि अर्को पुल चढ्ने छन् त्यहाँबाट टन्नै राखेको छ बजारहरू चाहिँ क्रिस्चियन हो म चाहिँ हिन्दू हो नि त त्यही भएर क्रिस्चियनले चाहिँ राख्दैन रहेछ हिन्दूले सम्पुल के भन्नु है त्यो गाउँ ठाउँ छोडेर त्यो काठमाडौँ बसिया छ हामी यो फुल काटेर जान्छौँ यो पहिला नि मिबा है हो अनि हाप्पा पहिला नि हाप्पा पहिला राखेर हाल्नु पर्छ पहिला हालाम हाल्नु बारे पहिला चाहिँ माथिहरू थियो त्यस्तै खाले पुल थियो कि त्यससँग त्यस्तो खाले काठको पुल थियो क्या पहिला
5-6 वर्ष पहिला होला सायद यो पुल बनेको धेर भएको छैन अहिले चाहिँ नजारा देखो कट गया हिँड्नै नसक्ने छ गाइज ओहो देखो न भ्यू सरर है के भन्नु यत्तिको यार भ्यू त म त हिँड्नै नसक्ने रहेछ ओह हेट देखो बजार आउँदै हुनुहुन्छ हेट कसम से काठमाडौँ बसेपछि यति चाहिँ कि जति काम गरेँ नि त्यहाँ जति जे गरेँ नि गाउँघरमा हिँड्न चाहिँ नसक्ने रहेछ क्या कि मलाई चाहिँ त्यस्तो लाग्यो तपाईँहरूलाई के लाग्छ होइन त्यही हो फेरि यहाँ छोडेर बिसेर जानुपर्ने हुन्छ हामी चाहिँ पुग्न लाग्यो अलिक नजिक आइपुग्यो यहाँ चाहिँ यो हो झाम राम्रोलाई झाम भने हामी छाङछुङ लेखेको यो चौतारा रे यो त मरेको मान्छेको रे पहिला पुरानो थियो अनि फेरि अहिले बनाएछ अलिक राम्रो अब चाहिँ बल्ल आइपुग्यो सङ्क्रप्तोङ मुनि गयो माग्नु सिस्नु आइपुग्छ गया हामीलाई म जय बसी फु सन्चाबुन थाल्ने त्यही त गाउँ पिपी हो मना हेलो त हो जय मसी Vô thì quay kim. Bibi. Koski. चाहिँ फापर सुकाएको रहेछ थुआम नानी तेल बिक्वाना mai po yuk ko bai tu kom tu go ku pian to ke ima sa mai o sama ni mana फेरि लन्ठाउ भर त हाय लन्ठाउ छु लन्ठा के यहाँ त जता जाँदा नि
त्यही हो सुन्तला डोक्पुको हे सुन्तला डोक्पु याङ न बढिया डोक्कु छ कि चाहिँ मे डोक्पु बजेको सुन्तला ठुल्ठुलो झरेकै हो यसले चाहिँ मकै ठाङ्रा जेठ लाउँछ गाउँमा चाहिँ कहाँ हारा काट्छ डुवा गर्छ यहाँ चाहिँ पहिला हाम्रो घर थियो यो भित्र चाहिँ त्यो जङ्गलभित्र कस्तो घर भन्नुहुन्छ होला पहिला मेरो बाजे बजूहरू चाहिँ त्यो जङ्गलभित्र बस्नुहुन्थ्यो क्या त्यो जङ्गलभित्र अनि त्यही होटलहरू थियो यस्तो एउटा बाटो थियो यस्तो 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 एउटा जाने बाटो थियो बजार जाने बाटो मान्छेहरू आउँथ्यो होटलहरू थियो क्या पहिला धेरै पहिला म सानै थिएँ तर फेरि यहाँदेखि देख्ने भ्यूहरू चाहिँ ल त्यो अब आजै बसिन्छ होला अनि भोलि फेरि उता उता गइन्छ डाँडा पारि डाँडाभन्दा उता भोलि जान्छ अनि उता गएर आएर फेरि माथि गएर त्यसपछि यता केही गरेर अनि काट्नु गइन्छ म त्यो गाइड